छ मेरो मिनी ब्लगमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै निकै आरामै छु। आज चाहिँ के हो भने आज चाहिँ हामी ट्याक्क लगाएर भलिबल खेल्न लाग्छौँ। टुर्नामेन्ट राखिरहेको थियौँ। ट्याक्क लगाएर आज चाहिँ के हुन्छ, मेरो टिम र मेरै भाइ मेरै रुम पार्टनरको अपोनेन्ट परिरहेको छ फेरि। त्यो भएर अब चाहिँ म ट्याक्क लगाएर अरू केटाहरू चाहिँ अहिले गाडीमा आउँछन्, त्यो खानासाना लिएर खाना लिएर मतलब अब खाना लिएर छोडेर रुममा अनि गाडीमा आउँछन्। म चाहिँ साइकलमा जान लाग्छु। मेरो लग्जरी गाडी चाहिँ यता छ फेरि। यही हो मेरो साइकल चाहिँ ट्याक्क लगाएर रेडी छ। अब चाहिँ जानुपर्ने हुन्छ होइन के गर्नु ल। अब चाहिँ म हिँड्न लाग्यो, एकछिनमा तपाईँहरूलाई देखाउँछु म के हुन्छ भनेर। आजको चाहिँ कस्तो भने हाम्रो सोल्टीहरू तिनीहरू चाहिँ मेरो टिममा, अरू चाहिँ अरूको टिममा छन्। हेरौँ न। ठ्याक्क लगाएरमा चाहिँ तल्लो क्याम्प ग्राउन्ड बाटोमा आइपुग्यो। तर केटाहरूले यार ग्राउन्ड हिजो बनाउने बनाएर हिँड्छन्। ठिक छ, अब अहिले बनाएर दुईवटा टिम अहिले खेल्ने लिग सिस्टमको राख्ने गरेर 4वटा टिम छ। ट्याक्क लगाएर तरतिब गरेर रहेछन्, तर रिबन बाट्नुपर्ने केटाहरूले के गरायो ग्राउन्ड चाहिँ यस्तो छ। हेलो के छ हजुर? एकदम यस्तै छ हाम्रो चाहिँ खेल सुरु हुन लागिरहेको। हजुर आइदिनु भएर एकदमै मनैदेखि खुसी लागेको छ। हजुर है हाम्रो अब गेमको शोभा बढाइदिनु भयो आइदिएर। आज यो विशेष के को गेम हो अथवा या के ट्रफीहरू के कस्तो के छ, यो कुन खालको गेम हो भन्नुपर्दा चाहिँ हजुर अब हामी बसेर क्याम्पको मिलेर चाहिँ हजुर यसो एन्ट्रीहरू उठाएर यसो रमाइलोको लागि खेलिरहेको छौँ। हजुर है हजुरहरूले पनि यसो हेरेर है आफ्नो कस्तो लाग्छ हाम्रो खेल यसो हेरेर चाहिँ हजुरले पनि प्रतिक्रिया दिनु होला है। अवश्य भलिबल खेलाडी साथीहरू यहाँनिर उपस्थित भइसक्नु भएको छ आजको यो गेममा। यता हुनुहुन्छ हाम्रो रोशनजी। हेलो रोशनजी, तपाईँको त हाइटै छैन त भलिबल खेल्न आएकै हो त तपाईँ? डिफेन्सबाट भलिबल खेल्नको लागि हाइटै चाहिन्छ भन्ने होइन, सर्ट चाहिँ हान्नु सक्दिनँ तर डिफेन्स गर्न सक्छु। तपाईँहरूलाई प्रुफ देखाउन सक्छु एकछिनमा। ल अवश्य हेरौँला तपाईँको खेल पनि है। अहिले यता हुनुहुन्छ अर्को हाम्रो 4 नम्बर 4 नम्बर खेलाडी यता सिधै तुलसीपुरबाट मगाउनु भयो यहाँ साथीहरूले विशेष आजको खेलाडी उहाँलाई। के उफ्रिनु नसकेको गाह्रो छ हौ।
सक्यो ट्याक्क लगाएर जानुपर्छ यहाँ छन् केटाहरू उनीहरूको टिम भोलि चाहिँ यता निकिस्ताई गएर उनीहरूको छ त्यो चाहिँ भोलि हुन्छ भोलि चाहिँ हेर्दै गर्नु ल ट्याक्क लगाएर है अहिले चाहिँ म माथि नगेम जान्छु मेरो रुममा अरू चाहिँ अहिले एकछिनमा कुरा गरौँ ल फाइनली रुममा आइपुग्यो ट्याक्क लगाएर अब चाहिँ रेस्ट गर्नुपर्छ लास्ट त्यो गाडीको चार्ज यो गाडीले धोका दियो नि यार भोसेरीवाला गाडीले यसको चार्ज सकेर फेरि यार तलैबाट ठेल्दै ल्याउनु पर्ने भयो यार मतिर आए बेलामा मायाको के भयो ल ठिक छ अब भेटौँ हामी नेक्स्ट भिडियोमा गाइज है अब चाहिँ गाह्रो भएको छ त्यही भएर आजलाई चाहिँ बाई गुड नाइट